सुन्दरी तिमी आइपुग्यौ हाई विश्वा सोफामा ब्लाइन्ड फोल्ड छ त्यसलाई बाँधिदिनु विश्वा चिटिङ होइन हुन्छ माई क्युट हस्बेन्ड अब यो फुलको बाटोमा 10 कदम अगाडि बढ्नु ओके 1 2 3 3 10 कदम पुरा भयो पक्नु पक्नु अहिले नखोल्नु जब म भन्छु अनि खोल्नु अझै कति बेर सुन्दरी थोरै अझै पर्खिनु न अब खोल्नु विश्वा विल यु बी माई युनिभर्स विश्वा तपाईले आफ्नो दारीलाई के गर्नुभयो तिमीले त भन्दै थियौ किस गर्दा घोच्छ भनेर त्यसैले सफा गर्देको खै किन आज तिमी नयाँ देख्दैछौ त यत्रो दिन तपाईले मोहन रावको छोरीलाई देख्नुभयो अब तपाई विश्वको श्रीमतीलाई देख्नुहुन्छ त्यही भएर हो चेन्ज विश्व अझ कति बेर कि म यसरी नै बसिराखौँ सरी 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 थ्याङ्क यू सुन्दरी सुन्नु यो अहिले सकिएको छैन आज हाम्रो 6 मन्थ एनिभर्सरी हो हिँड्नु केक काटौँ ए यस्तो हो र हँ मलाई याद छ ह्याप्पी 6 मन्थ एनिभर्सरी थ्याङ्क यू सेम टु यू देख्यौ अब किस गर्ने बेलामा दारीले घोच्दैन त्यसरी सफा गरिदिए ठिक छ एकदम राम्रो छ लास्टै महँगो जस्तो देखिन्छ तपाईलाई मन पर्यो एकदम मन पर्यो तिम्रो सरप्राइज पनि अनि यो वाच पनि असली सरप्राइज बाँकी छ किन सुन्दरी काम सकिएपछि घर आऊ भन्दा तिमीले मानेनौ अनि आइसकेपछि सरप्राइज यो के हो खोलेर हेर्नु यो कहाँबाट पायो अरु हेर्नु अरे वाह
कति मेहनत लाग्यो तपाईँको सानोको फोटो ग्यादर गर्नमा। अन्तिममा तपाईँको कजिनको एल्बममा मिल्यो। तपाईँले छोरी मान्छेको कपडा लाउनु भएको त्यो फोटो पनि छ, तर भेटिनँ। भेटेको भए राम्रो हुन्थ्यो। यसको मतलब तिम्रो बच्चाको फोटोको लागि मलाई यो फोटो रिभेन्ज हो? तपाईँले पुरै फोटोस अहिलेसम्म हेर्नु भएको छैन, हेर्नु। कस्तो लाग्यो? एक्चुअली तपाईँलाई सरप्राइज दिनको लागि तपाईँहरूको फोटो खोज्न धेरै कोसिस गरेँ, तर तपाईँहरू दुईजनाको सँगैको एउटै पनि फोटो छैन। तब मलाई आइडिया आयो, मैले एआईबाट यो बनाएको। विश्व, तपाईँ खुसी हुनुहुन्छ नि? मेरो लाइफमा आएकोमा धेरै धन्यवाद। सुन्दरी, केटीहरूको त्यो सेक्रेट भन जुन केटाहरू जान्दैनन्। एक्चुअली छोरी मान्छे कमिट भएपछि वुमेन निड इट, दे वान्ट इट एन्ड लाइक इट एज मच एज मेन डु। सेड बाई विद्या बालन। के भयो? ठिक छ। साँच्चै तपाईँको घर धेरै राम्रो छ, मलाई मन पर्यो। यो घरमा हामी मम्मीसँग बस्थ्यौँ। जब पनि मम्मीको याद आउँछ म यहाँ आउँछु। यो कुन गीत हो रे? बेबी, तपाईँलाई यो गीत थाहा छ? के भन्यो? यो गीत आउँछ भनेर सोधेको। तिमीले अरू नै केही भन्यौ? बेबी, किन? राम्रो लागेन? तिमीले मलाई सधैँ विश्वा भनेर बोलाउँछौ, बेबी चाहिँ नयाँ लाग्यो। चाहे म जे पनि भनौँ, प्रेम त त्यही हो नि बेबी। त्यसै पनि तपाईँ बालादेखि सुन्दरीसम्म पुग्नुभयो। यो पनि ठिक छ। के रे, त्यो कुन गीत थियो रे? चुरा लिया है तुमने जो दिल को, नजर नहीं चुराना सनम। मैले यो सुनेछु। यो लिरिक्सको मतलब थाहा छ तपाईँलाई? तिमी यस्तो क्युट आवाजमा चाहे जे पनि भन, म बुझिहाल्छु। बाहर बन के आओ कभी तुम्हारे दुनिया में, गुजर न जाए ये पल कहीं इसी तमन्ना में। तुम मेरे हो, ओ तुम मेरे हो। जब ठुलो भयो तब मैले राम्ररी बुझेको कि यो गाना कति रोमान्टिक छ। तर तिमीले एउटा कुरा मिस गर्यौ। के? बाहर बन के आओ कभी तुम्हारी दुनिया में, गुजर न जाए ये दिन कभी इसी तमन्ना में। बाहर बन के आओ कभी तुम्हारी दुनिया में, गुजर न जाए ये दिन कभी इसी तमन्ना में। तुम मेरे हो,
हाँ तुम मेरे हो, आज बस इतना वादा करके जाना, चुरा लिया है तुमने जो दिल को। हाँ, तिम्रो घाँटीमा कोठी छ? तपाईँको घाँटीमा पनि त छ तिल। मेरो घाँटीमा कोठी? ओ सुन्दरी, 111। 111? यो के नम्बर हो? यो नम्बरलाई याद राख, म पछि भन्छु। अहिले भन्नु विश्व, यो के नम्बर हो? हामीसँग यस्तो राति धेरै छ, कुनै राति भन्छु। प्लिज विश्व भन्नु न। सुन्दरी सुन, तिम्रो वर्क फ्रम होम सकिसक्यो, भोलिबाट अफिस जानुपर्छ, सुत। अरे यार विश्व। गुड नाइट। 111? यो के नम्बर हो? 111 यो के होला? के भयो? अब म तिम्रो बुढा हो, हेर हामी दुई बिचमा अब हावाको लागि पनि ठाउँ हुँदैन। तपाईँ चाहनुहुन्छ कि म तयार नहुँ, होइन? मैले कहिले रोके? तिमी आफ्नो काम गर, म आफ्नो काम गर्छु। के भयो बेबी, धेरै रोमान्टिक हुँदै हुनुहुन्छ। यसरी नबोलाऊ सुन्दरी, मनमा केही हुन खोज्छ। ठिक छ, तर अफिसको लागि लेट भइरहेछ। जानै पर्छ र? जान त परिहाल्यो। अहिले छिटो जानु भयो भने त राति छिटो आउनुहुन्छ, साँझमा छिटो आउनु भयो भने त सँगै टाइम स्पेन्ड गर्न मिल्छ। अब मलाई जान दिनुहुन्छ भने लन्च प्याक गरौँ? तिमीले लन्च पनि प्याक गरिसक्यौ? 6 महिना अगाडि तिमीलाई के नि बनाउन आउँथेन, यो कहिले सिकेको? सबै आउँदैन, थोरै आउँछ। म आफ्नो बेबीको लागि यति पनि गर्न सक्दिनँ र। ओहो, माइत के गएको थियौ, पकाउनको साथसाथ कुरा नै गर्न सिकिसक्यो सुन्दरी। यो त म भित्र पहिलादेखि नै थियो, अहिले थोरै थोरै बाहिर निस्किँदैछ। सही हो। ल ठिक छ, रातिमा खाना म बनाउँछु। केही जरुरत छैन, आजदेखि तपाईँ केही गर्नुहुन्न, सबै म गर्छु। म खाना बनाउने, तपाईँ बस खाने, बस। तिमीलाई गाह्रो हुन्छ नि, अफिस घर कसरी म्यानेज गर्छौ? ओ हेलो, भगवानले नि हामी छोरी मान्छेहरूलाई मल्टिटास्किङ वाला ट्यालेन्ट दिनुभएको छ। आई क्यान एन्ड आई विल टेक केयर अफ एभ्रिथिङ। के भयो? यो सब सपना जस्तो लागिरहेछ, थाहा छ? हे भगवान, थ्याङ्क यू। यता आउनु। यो सपना होइन। मेरो जोडी साँच्चै सुहाएको छ। आयो आयो, अनुहारमा उज्यालो आयो। के यार? त्यही त, बेवाको यत्रो भइसक्यो, बल्ल उज्यालो देखेँ अनुहार।
उता माइतबाट आएपछि खुसी सबै पुरा भएछ। भयो के अब लाज लागिरहेछ। अहिले लजा पछि पस्ता। त्यसको मतलब म पनि सुरुमा यस्तै थिएँ, अनि पछि मजाले पस्ताएँ। भर्खर बे हुँदा यस्तै हुन्छ, अनि पछि असलियत थाहा हुन्छ। तँलाई म होसियारी साथ बस्न सिकाउँदैछु। यस्तो केही पनि हुँदैन, मलाई विश्वास छ। त हेर्दै जा, हामी हाम्रो एक्सपेक्टेसनलाई रियालिटीसँग म्याच गर्छौ। हेरौँला। अति नै भएन? हाई, तिमी आएदेखि त हाम्रो भेटै भएको छैन त। म सिन्धुरा। एम बाला। मलाई राम्रोसँग थाहा छ, बाला त्रिपुरा सुन्दरीवाला। पुरै अफिस तिमीलाई जान्दछ विश्वाको कारणले। तपाईँ विश्वको टिममा हुनुहुन्छ होइन? खासमा हामी दुईजनाले सँगै जोइन गरेको। ओ ओके। विश्व एकदमै खुसी छ, तर पहिले यस्तो थिएन। आफ्टर उसको हार्ट ब्रेक भएपछि मैले उसलाई अफिसमा देखेको, उसको फेस एकदमै स्याड हुन्थ्यो। उसले ओभर थिङ्किङ गरेर आफूलाई के गर्छ एकदम टेन्सन लाग्थ्यो। तर विश्व एकदमै अहिले खुसी छ, सबै थोक ठिक छ। तिमीहरू दुवैजना एकदमै खुसी छौ। तपाईँ सिन्धुको बारेमा कुरा गर्दै हुनुहुन्छ होइन? ए, तिमी सिन्धुलाई चिन्दिनौ? यसको मतलब म नै सबै थोक भन्दैछु। विश्वलाई थाहा भयो भने त मार्छ। आई नो अबाउट सिन्धु। थ्याङ्क गॉड यु सेभ मी फ्रम विश्व। तर उहाँ धेरै हटाउनु भएको थियो, अहिले बुझ्दैछु। गहिरो प्रेमले एकदमै चोट पुर्याउँछ। केटाहरू सबै यस्तै हुन्छन्, उनीहरूको प्रेमको केही हद हुँदैन, सानो टेन्सनलाई ठुलो बनाइहाल्छन्। ट्रु। अनि सुन, मैले तिमीलाई यो सबै भने प्रब्लम त हुँदैन नि? तपाईँहरू बिचमा लडाई हुँदैन नि? कुल सिन्धुरा, अब केही समस्या हुँदैन। ओके। अब सायद विश्वको प्रेजेन्ट र फ्युचर मात्र होइन, उसको पास्टलाई पनि प्रेम गर्नुपर्ने रहेछ। थ्याङ्क्स। एक्चुअली सानो एडभाइस के? जब तपाईँहरू बिचमा झगडा हुन्छ नि, जति झगडा हुन्छ त्यति माया बढ्छ। मायाको सुन्दरता त्यसैमा छ। सिन्धुरा, तिमीलाई पनि एउटा एडभाइस दिउँ? के हो? लडाइँमा अप्पर ह्यान्ड लोवर ह्यान्ड हुँदैन, मिडल ग्राउन्ड हेर्नुपर्छ, तब दुवैको बीच समस्या आउँदैन। म त यतिकै भनेको। तिम्रो बिहे भइसक्यो? छैन। तिमीलाई केटा यस्तो चाहिन्छ त्यस्तो चाहिन्छ, यस्तो कुनै चेकलिस्ट छैन? अफकोर्स, मैले त सबै लेखेर राखेकी छु। पहिला त्यो सबै मेटाइदेऊ अनि क्लिन सेट बनाऊ। बिहेपछि खुसीले रहन्छौ, एक्सपिरियन्सले भन्दैछु। विश्व, अब यसलाई के भयो? विश्व, उता नहेर, आउँछ फेरि, म म्यानेज गर्छु। हाई। हाई। कहाँ जानुभएको? त्यो सिस्टर काम गर्दा गर्दा निकै थाकियो, त्यही भएर हामी सिगरेट पिउन चाहँदैछौ? चिया खान जान लागेको। के गुडिया चुप्पो लागेर उभिएको भन्न? चियासँग सिगरेट नै खान जानु लाग्यो। यसले जहिले मलाई फसाउँछ यार। ए ठिक छ। हिन
सुन त सिगरेटको बारेमा भन्दा ऊ रिसाउँछ जस्तो लागेको थियो तर केही पनि भन्नन् भन्दै थियो त अन्डरस्ट्यान्डिङ छ। यस्तै हो भने सानसानो कुरामा तिमीले रिसाउँछौ किन? सुन, ऊ पहिला बाला थिए, अब ऊ मेरी सुन्दरी हो। त्यसमा के फरक छ? केटीहरू अगाडि बढ्नको लागि धेरै सोध्छन्। यदि उनीहरूले पाइला चाले भने हामीसँग विश्वास गरेर धेरै टाढा जान सक्छन्। बाला पनि यस्तै छ। मलाई एक्सेप्ट गर्नको लागि धेरै समय लिएकी थिइन्, बट सी इज माई सुन्दरी नाउ। ए मेरो बुढीसँग पनि यस्तै अन्डरस्ट्यान्डिङ भएको भए कति राम्रो हुन्थ्यो। यस्तो बुढीको लागि तेरो किस्मत राम्रो हुनुपर्छ। तेरो किस्मत राम्रो छैन, सही भने नि। हो, बेभन्दा अगाडि सिन्धु चाहिँदैन, बे गर्दिन भन्थेस्, अहिले यस्तो भन्दैछस्, सिकाउँदैछ। ठिक छ, जे भयो भयो। विश्व, भन्न बुढी। तपाईँ एउटा कुरा बिर्सिरहनु भएको छ। बिहानदेखि पर्खिरहेको छु कि तपाईँलाई याद आउँछ भनेर। ए बिहान तिमीले किस गरेथ्यौ अनि मैले गरिनँ। मर्निङको किस याद छ, राति वाच दिएको थियो याद छैन? सरी म लाउँछु भनेर टेबलमा राखेको थिएँ। अनि के भयो भने तिमीलाई देखेपछि सबै संसारै बिर्सिए। ठिक छ, यो लिनु। तिमीले नै लगाइदेऊ। एउटा काम गर्नु, म माथि बस्नु, म लिएर जान्छु। मौका मिल्यो भने त्यो पनि ठिक छ। ओह, ल लगाइदेऊ। अब यो ड्रामेबाजी बन्द गर्नु। कृष्ण र उसको वाइफलाई घरमा खानको लागि बोलाउँछु, के भन्नुहुन्छ? हुन्छ, जस्तो तिम्रो इच्छा। अनि कृष्णसँग पुष्पाको नम्बर छ होला नि है? म कुरा गर्छु। यो फ्रेग्रेन्स चिने जानेको हो। फ्रेग्रेन्स? मलाई कुनै फ्रेग्रेन्स आइरहेको छैन। विश्व, हेलो सिन्धु।